वेलकम टु माई गाइज न्यू भिडियो। फेरि पनि म स्वागत भइसकेको छु, उपस्थित भइसकेको छु। आज चाहिँ धेरै पछि चाहिँ मैले भिडियो हाल्दैछु कि यता आज चाहिँ गोरु हेर्न आएको। गोरु हेर्न उता पछाडि बाख्रा छन् अनि यता चाहिँ हाम्रो रोशन भाइ छन् बुटोलबाट दसैँमा आएका। तर अहिले चाहिँ दसैँको टिका नै मान्छे बित्नु भएर गएको, त्यही भएर सेकेन्ड सनको तलतिरको भ्यू चाहिँ खासै राम्रो छैन। बरु चाहिँ यता गीत सुन्दै हिँडिरहन्। अनि बाहिर स्कुलबाट आएको भाइ र बुवा चाहिँ खोज्न भयो बाख्रा। अगाडि अगाडि हिँडेको दसैँको माहौल चलिरहेको छ नि त गाउँतिर। अब दसैँ आज भोलितिर अब नजिक नजिक आइरहेको छ, त्यही भएर चाहिँ बाटो सफा गरेको अस्ति धुँदा आएर बाख्रा आइरहन्। दुईवटा बाख्रा चाहिँ भेटाएन, भाइ चाहिँ आए, बाख्रा चाहिँ आएन कि बाघले त खाएन कता। बाख्रा पनि भेटिसकेको छ हाम्रो। अनि यहाँ बुवाले ल्याउँदै हुन्छ। घाम चाहिँ थोरै लाग्छ कि आज घाम चाहिँ यता अस्ति चाहिँ हामीले यहाँ बाघ भेट्यौँ कि त्यही भएर आज चाहिँ सबै घरको तिनजनै आएको कि बाख्रा हेर्न। यता झरेर आएको छ कि बाघ कडुस आज बाँदर आएको छन् कि त्यही भएर कडुस पुरै भोलि बनाएर गएछन्। कडुस चाहिँ हामीले भेटेको छैनौँ कि बाटो चाहिँ रोड बन्द खट्छ बाह्र गोरु चाहिँ पछाडिबाट आउँदैछन्। बाइक चाहिँ यता बेच्छन्। अब चाहिँ हामी यहाँ कडुस खोज्छौँ होइन। अनि बेलुका यो टिपन आऊ रोशन, यो टिपन आऊ कडुस हो क्या रुकै मजा आउँछ। तिमी ट्याप्प ट्याप्प टिप है। छाता खा छोडिदेऊ रहन्छ यार। हान्छ क्या बाख्राले। ओहो के हो यो क्यामेरा। गोरुहरू जस्तो हुने त्यता भाइ चाहिँ हल्का बन्छ क्या। यहाँ चाहिँ बाघ हुन्छ धेरै जस्तो बाघ हुन्छ। यी भनेको नेट चल्दैन कि तिम्रो? त्यो लट्ठीवाला खतरा फटाइदिन्छु। खाजा नखाला के बबाल भाइ चाहिँ गीत सुन्दै आउने कि त ल हान्नुपर्छ क्या। अब आँखा झिमिक माल गायब बनाइन्छ कि यहाँ चाहिँ बाघ आएर बाह्र लैहाल्छ। त्यही भएर चाहिँ कराइरहनु पर्छ कि हल्ला गरिरहनु पर्छ। हामी चाहिँ गाई बन्द आइसकेको छौँ। चल्ती चाहिँ खतरा ठुलो बन्छ कि वनमा हामी चाहिँ बाबु उसको बुट्टो माथि चाहिँ अब यहाँ कडुस खोल्ने हो। कति कडुस चाहिन्छ अनि घर घर भुटे खाने हो कि हामी चाहिँ कडुस खोज्दैछौँ गाइस। कडुस चाहिँ भेटाएको छैन। यो टिपो बाबु म देखाउँछु तिमी टिप। यो टिपो च्याप टिप न छाताबाट राख। यो टिप छिटो टिप फास्ट उठ्यो टिप खोटिया तिम्रो प्लास्टिक गर न। रोक लौ राख न छाता राम्रोसित राख त। ओहो गोरु आयो यार छिटो टिप। ए भेटाइने यार। यो च्यापकी त्यहाँ हाल त बेलुका भुटेर चिरिप्पा खाने हो कि
यस्तो ढाड दुख्यो यार मेरो त यार घोटी पर्न पनि मिलेन यार गाइस कडुस साइड देखाउ त कडुस कति भयो यति कडुस पाएको छ तलतिर तलतिर पनि जाने हो अब तलतिर पनि छ नि त यहाँ चाहिँ अब झन् यति पाइयो भनौँ अनि हिजो अस्ति चाहिँ हामी त्यहाँ थियौँ बाख्रा लिएर अनि हिजो चाहिँ आइएन कि हिजो नआएको आज खासै झरेको रहन्छ अब बिस्तारै बिस्तारै सिटिँदै छ कि कत्रो यार के टिपै यो टिप न कडुस बेलौती जत्रो छ यार यो पाइन्न त यार कडुस त अलक्षण लामी यहाँ टिप आउँ टिप खै ओटी ओटी देखाउ छैन यार कहाँ गयो भेजन तल आइसकेको छौँ रोडमा तलतिर मार्नु भन्दा हल्का माथि छौँ हामी चाहिँ यता चाहिँ भाइ छौँ अब चाहिँ धेरै पनि तलतिर हो कि कडुस भएको अनि तलतिर अब बेलौती छ बेलौती खानु पऱ्यो अनि अब के हुन्छ हेरौँ अब के पाइन्छ अब वनमा पाइने सबै खाँदै हिँड्ने हो गाइड होइन अब चाहिँ म चाहिँ यो भ्लगबाट बिदा हुन चाहन्छु सबैजनाले चाहिँ होइन अब लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु माया गरिदिनु होला सबैजनाले भन्दै आज चाहिँ बिदा हुन्छु है त बाई